दोलखा जिल्ला चारीकोटा नामदुटार हो घर नाम मेरो यशोदा हो घिमिरे हो थर नाम मेरो यशोदा हो घिमिरे हो थर शिरमा लाउने शिरबन्दी त हातमा लाउने चुरा सबजनाले सुन्नु होला भन्छु दुई चार कुरा सबजनाले भन्नु होला भन्छु दुई चार कुरा सबै मकै छोडाइसके लाई खोया घेरो सबै मकै छोडाइसके लाई खोया घेरो खोया राख्न जाँदाखेरि यो हालत भयो मेरो खोया राख्न जाँदाखेरि यो हालत भयो मेरो एक्लै चाडे एक्लै लडे कोही थिएन देख्ने बल्ल तल्ल उठौँ भन्दा पाइन लौरो टेक्ने बल्ल तल्ल उठौँ भन्दा पाइन लौरो टेक्ने सासै फेर्न गाह्रो भयो भई परिसरमा त्यति बेला श्रीमान पनि हुनुहुन्थेन घरमा त्यति बेला श्रीमान पनि हुनुहुन्थेन घरमा छोरा थिए पुतली काठ नन्दुथिन् बुहारी मकै पनि सुकाएको थिएँ दुईटै आँगनभरि मकै पनि सुकाएको थिएँ दुईटै आँगनभरि नातिनी पनि गएकी थिइन् आमालाई पढ्न नाति एक्लै बसेको थियो टिभी हेर्दै घरमा नाति एक्लै बसेको थियो टिभी हेर्दै घरमा मोबाइल थियो तलमाथि थिएन आफ्नो साथमा भर्याङ चढ्न नसकेर कति रोयो आत्मा भर्याङ चढ्न नसकेर कति रोयो आत्मा बल्ल गई मोबाइल ल्याई बसेँ खाटामाथि बोतलमा बुबु खाने भन्दै रुन्छ नाति बोतलमा बुबु खाने भन्दै रुन्छ नाति अब कसो गरौँ भन्दै नाति समय टोलाइ कोदो गोड्न गाथिनसित फोन गरेर बोलाइ कोदो गोड्न गाथिनसित फोन गरेर बोलाइ कुदाइ कुदाइ घर आइन् ज्योतिलाई फोन गरिन् सुत्दै कुदाइ घर आइन् ज्योतिलाई फोन गरिन् रुँदै रुँदै भन्न थालिन् सानीमा त लडिन् रुँदै रुँदै भन्न थालिन् सानीमा त लडिन् गाडी लिएर आइन् बुहारी लगिन् चारीकोटा पिएसीमा भनिदिइहालो हड्डी भाँचेको छ पिएसीमा भनिदिइहालो हड्डी भाँचेको छ ओठमा टाका लाउँदाखेरि आँसु तरा तरा ओठमा टाका लाउँदाखेरि आँसु तरा तरा बोलेर मै गयौँ फेरि रात परेसी घर बोलेर मै गयौँ फेरि रात परेसी घर 19 गते मुनिसमा काठमाडौँ गयौँ आमा छोरा मात्रै थियौँ कति पीडा सयौँ आमा छोरा मात्रै थियौँ कति पीडा सयौँ सिभिलमा नि नहेरेर किएमसीमा लए कागज पत्र नमिलेर कति
साइसुको बेडमा गएँ थाले आँसु झर्न साइसुको बेडमा गएँ थाले आँसु झर्न 31 गते मङ्गलबार भने अपरेसन जसो होला भन्दै गएँ दर पारी मन जसो होला भन्दै गएँ दर पारी मन अपरेसन त सफल भयो गए पनि धन छोराछोरी छेउमा आए आँसु पुछिकन छोराछोरी छेउमा आए आँसु पुछिकन भर्ना भएको 21 दिनमा बल्ल डिस्चार्ज भए छोराछोरी भाइले भर माइती घरमा लए छोराछोरी भाइले भर माइती घरमा लए बिहान दिउँसो बेलुका राति नभनेर खुवाए बिहान दिउँसो बेलुका राति नभनेर खुवाए बुढाबुढी बाबाआमाले कति दुःख पाए बुढाबुढी बाबाआमाले कति दुःख पाए सुन्दा पनि पिराइ लाग्थ्यो बामाका कुरा बामाले देख्दा रहन्छन् छोराछोरी बुढा बामाले देख्दा रहन्छन् छोराछोरी बुढा मेरा माइती दिनका घाम रातका अनि जुन कसो गरी तिर्नु होला मैले यिनका गुण कसो गरी तिर्ने होला मैले यिनका गुण डाँडभरिको बेलपेटी कस्या छु 2 महिना भयो मैताइमा बस्या छु डाँडभरिको बेलफिता कस्या छु 2 महिना